परमेश्वरलाई धन्यवाद होस् अनि सम्पूर्ण ख्रीष्टका जनहरूमा फेरि पनि प्रभु येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। परमेश्वरलाई धन्यवाद दिदछु अनि फेरि पनि आज तपाईहरुको माझमा अनि म एउटा वचन है अनि अध्ययन गर्दै जाँदाखेरि मलाई एउटा वचन चाहिँ यहाँनिर हजुरहरुको सामुन्ने ल्याउन मन लाग्यो। प्रभुलाई धन्यवाद होस्। अनि मैले एउटा सनातनी परमेश्वर मैले योभन्दा अगाडिको भिडियोमा भनेको थिएँ म सनातनी परमेश्वर को हुनुहुन्छ कि सनातनी भनेको के हो, सनातनी भनेको के हो। खासमा सनातनी भने सनातनी हैन, सनातनी हैन कि सनातन, सनातनी र सनातन, सनातनको परमेश्वर सनातन। अनि मैले सनातनको नेपाली मिनिङ के रहेछ भनेर चाहिँ ठेट मिनिङ हेरेको अनन्त 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 रहेछ। अनन्त अनन्त युगो युग हैन, युगो युग भनेर हामी जान्दछौँ। युगो युग सनातनी भने युगो युग के त्यो हो। तर यहाँनिर मैले यशायाको 26 को चाहिँ 4 मा यसो सदा सर्वदा परम प्रभुमा भरोसा राख, किनभने परम प्रभु नै सनातनका चट्टान हुनुहुन्छ। यहाँनिर के भनेको छ, किनभने परम प्रभु नै सनातनका चट्टान हुनुहुन्छ। सनातन परमेश्वर यो चाहिँ सनातनी भनेको चाहिँ युगौं युग अथवा अहिले म आउँदछु उत्पत्ति हुनुभन्दा अगाडि, सृष्टि हुनुभन्दा अगाडि नै उहाँ हुनुहुन्छ। बाइबलले जनाउँदछ सनातनी सनातन यो भन्नुपर्दा मान्छेले धार्मिकतामा जोड्दछन्, तर यो धार्मिकता होइन। किनभने धार्मिकताको कार्य त पछि मानिसले ल्याए, तर उत्पत्ति भन्दा अघि मान्छेलाई सिर्जना हुने त सनातनका चट्टान हुनुहुन्छ। चट्टान को भन्दाखेरि येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्ट चट्टान हुनुहुन्छ। सनातनका चट्टान परमेश्वर येशू ख्रीष्ट हुनुहुन्छ। अहिले वचनबाट हामी सिक्नेछौँ चट्टान चाहिँ येशू ख्रीष्ट नै हुनुहुन्छ, सनातनका परमेश्वर। जो उत्पत्ति यो केही पनि बनेको थिएन, न केही यो न पृथ्वीको हरेक केही बनेको थिएन। सुरुमा चाहिँ उहाँ हुनुहुन्थ्यो, सुरुमा उहाँ हुनुहुन्थ्यो, परमेश्वर हुनुहुन्थ्यो। अनि रोमीको पुस्तकमा आउनेछौँ हामी। रोमीको पुस्तकमा के लेखिएको छ हामी हेर्नेछौँ। रोमी 16 को 26 मा यहाँ के लेखेको छ हेरौँ हामी। रोमी 16 को 26 मा के लेखेको छ, तर अब अनन्तका परमेश्वरको आज्ञा अनुसार अगमवक्ताहरूका लेखाइद्वारा प्रकट गरिएको र जनाएको छ, यस हेतुले कि सबै जातिले विश्वास गरून् र आज्ञा पालना गरून्। अनि चाहिँ के भनिएको छ भने मैले अघि भने सनातन हैन, सनातन भनेको चाहिँ अनन्त युगौं युग। हामीले यसरी त्यो भनेको चाहिँ नेपाली ठेट भाषा भने चाहिँ अनन्त भनिन्छ। सनातनलाई सनातन भन्ने जुन छ शब्द, सनातनी भन्ने जुन छ त्यो चाहिँ यहाँनिर बाइबलले जनाएको। हामीले चाहिँ नेपाली मिनिङ सर्च गरेर हेर्ने हो भने चाहिँ के भनेको छ भने अनन्तलाई जनाइन्छ। मलाई समथिङ लाग्छ हिन्दी भाषा होला, सनातनी समथिङ त्यही लाग्छ। तर होस्, मैले चाहिँ सर्च गरेर खोज गर्दाखेरि मैले त्यो पाएँ। अनि यहाँनिर के भनेको छ, तर अब अनन्तका परमेश्वर मतलब अघि हामीले यशायाको पुस्तकमा पढ्यौँ के हो, सनातनको परमेश्वर चट्टान हुनुहुन्छ। यहाँ पनि के भन्नुहुन्छ, तर अब सनातनका परमेश्वरको आज्ञा अनुसार उहाँ उत्पत्ति हुनुभन्दा अघि, अहिले म वचनैबाट आउँछु,
उत्पत्ति हुनुभन्दा अगाडि केही बनेको थिएन भने आज्ञा अनुसार अगमवक्ताहरूको लेखाइद्वारा प्रकट गरिएको र जनाएको छ। यस हेतुले कि सबै जातिले, एउटा जातिले भनेको छैन, एउटा जातिले भनेको छैन, एउटा जातिको सनातनी परमेश्वर भनेको छैन, एउटा जातिको चाहिँ अनन्तको परमेश्वर भनेको छैन, न इन्डियाको, न नेपालको, न चाइनाको, न अमेरिकाको, न चाहिँ इजरायलको, न थाइल्यान्डको, कसैको भनेको छैन। यहाँनिर चाहिँ भनेको छ कि यहाँनिर चाहिँ सबै जातिहरू पनि भनेको छ। सबै जाति भने जातिहरूले धेरै अत्याधिक जनाउँछ। त्यसैले परमेश्वर चाहिँ के हुनुहुन्छ? अनन्तका परमेश्वर, सनातनको परमेश्वर, पहिलेदेखिको परमेश्वरको आज्ञा अनुसार सबै जातिले विश्वास गरून् र आज्ञा पालना गरून्। के आज्ञा पालना गरून्? यहाँनिर नि अहिले फेरि वचनमा आउँदछु, एकदम इम्पोर्टेन्ट कुरा छ। आज हामीले जान्न पर्ने हुन्छ, आज हामी खोज गर्न पर्ने हुन्छ। म एउटा खोजमा छु, त्यो एकताल यति मिठो पारले म चाहिँ त्यो खोजलाई पुरा गर्छु। म खोजमा छु, एउटा खोजमा छु। अहिले म व्यक्त गर्दिनँ, तर खोजमै छु, म खोजमा छु र एक दिन म त्यसलाई प्रष्ट गर्नेछु। किनभने हाम्रो सनातनको परमेश्वर युगौं युग पहिले हुनुभएको, भइरहनुहुन्छ, सदाकाल जीवित परमेश्वर, चट्टान हाम्रो येशू, सनातन येशू, सनातनका येशू, अनन्तका परमेश्वर, अनन्तका मेरो प्रभु येशू, सबै कुरा छन्। त्यसैले आज हामीले जान्न पर्ने हुन्छ सनातन अनन्त युगौं युग। यस्तै छ। ओड भाषामा फरक हो, तर भनौँ न त्यो उयो चाहिँ एकै हो, भनाइ एकै हो। अब एफिसीको पुस्तकमा जानेछौँ हामी। एफिसीको पुस्तक, एफिसी 1 को 4 हेर्नेछौँ। चारमा के भनेको छ? उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौ भनेर, अघि के पढ्यौँ हामीले? आज्ञाहरू सबै जातिले मान्नुपर्छ। कुन आज्ञा? अब हामी यहाँ हेरौँ, सबै जातिले, सुन्नुहोस् है, त्यहाँनिर सबै जातिहरूले चाहिँ उहाँको आज्ञा पालना गरून्। परमेश्वरको जो चाहिँ अब तर अनन्तका परमेश्वरको जुन चाहिँ सबै जातिले आज्ञा पालना गरून् भनेर जुन चाहिँ हामीले रोमीको पुस्तकमा पढेको थियौँ, अब यहाँनिर एफिसी 1 को 4 मा चाहिँ के भन्नुहुन्छ? कुन चाहिँ आज्ञा? सुन्नुहोस्, कुन चाहिँ आज्ञा? वचनलाई म यसरी जोडिरहेको छु कि सबै कुरालाई जोडेर हजुरहरूको माझमा आज इम्पोर्टेन्ट यो वचन सुन्नुभयो भने अनि त्यहाँ पछिबाट चाहिँ आत्मिक आँखा खुल्न सक्छ है, आत्मिक आँखा खुल्न सक्छ। मैले योभन्दा अगाडिको भिडियोमा युट्युबमा गएर हेर्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ मैले भनेको छु, के भनेको छु भने त्यहाँ चाहिँ अन्धोपनलाई हटाऊ भन्ने एउटा भिडियो बनाएको छु, राम्ररी हेर्न सक्नुहुन्छ। त्यो भिडियोमा पनि एकदम ज्ञानका कुराहरू बाइबलबाट आएको छ। अनि यहाँनिर उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। के भनेको छ? उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौ। अघि आज्ञाहरू के थियो? यही आज्ञाहरू, उहाँको सबै जातिले आज्ञा पालना गरून्। कुन आज्ञा? उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौ, सबै जातिहरू हौ, किनभने मैले प्रतिरूपमा बनाएको छु। उत्पत्तिको पुस्तकमा मानिस जातिलाई आफ्नै प्रतिरूपमा बनाउनु भयो। मानव जातिलाई हरेकलाई के गर्नुभयो? रुखलाई बनाउने परमेश्वरले चाहिँ के भन्नुभयो? रुखलाई वनस्पतिहरू उब्दिजा, आकाशका चराहरू, भुइँमा घस्रिने जीव जन्तुहरू, माछाहरू, समुद्रका हरेकलाई भनेरै बनाउनु भयो उहाँले। तर मानव जातिलाई नि हातले बनाउनु भयो।
हातले प्रतिरूपमा। त्यसैले त मानिस सबैभन्दा सर्वश्रेष्ठ मानिस, हरेक बनेको कुराहरू भन्दा नि सर्वश्रेष्ठ मानिस हो। त्यसैले त त्यो बनेको चिजलाई होइन कि हामीलाई बनाउने परमेश्वरको हामी प्रशंसा गर्दछौँ। अनि यहाँ सुनौँ, अनि यहाँनिर के भन्नुहुन्छ, यहाँनिर चाहिँ उत्पत्ति अनि यहाँनिर हौ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई बनाउनु भयो। के भन्नुभयो यहाँनिर एकदम हेर्नु है, संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। संसारको उत्पत्ति भएको थिएन, परमेश्वरलाई सबै कुरा चाहिँ भइसक्यो, अब चाहिँ मानव जातिलाई म बनाउन लागेको छु। यस्तो प्रकारले बनिन्छ मानव जाति। संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो, मानव जातिलाई चुन्नुभयो। संसारको उत्पत्ति भन्दा अगाडि भन्नाले अनन्त युगौं युग सनातनको परमेश्वर। अब यहाँनिर देखिन्छ सनातनीको युगको अनन्तको। अझ यो भन्दा त अझ एकछिनमा आउँछ गइरहेका वचनहरू। अनि हामीलाई चुन्नु भएको उहाँको इच्छाको लक्ष्य अनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुन अघिबाटै नियुक्त गर्नु भएको थियो। अघिबाटै उत्पत्ति हुनुभन्दा अगाडि नियुक्त गर्नुभएको आफ्नो सन्तान जुन मानव जाति बन्यो। हब्बालाई नि हामीले हेर्यौँ भने हब्बा चाहिँ परमेश्वरको सन्तान, छोरा भनेको छ। हामीले यसरी पनि पाउँदछौँ, हब्बा आदम एउटै हुन्, शरीर एकै हुन्, एकै परमेश्वरको नजरमा न छोरा न छोरी कुनै होइन। मानव जाति सिर्फ एक हो, न बाहुन न छेत्री न न्यावर न के तामाङ न शेर्पा, के पनि छैन। एउटै मानव हो, परमेश्वरले हेर्नुहुन्छ एउटै मानव हो। त यो त बाहुन जाति, त चाहिँ छेत्री जाति, त चाहिँ के अरे तल्लो जात, त चाहिँ माथिल्लो जात, त चाहिँ यो त्यो केही पनि होइन। परमेश्वरले एउटै हेर्नुहुन्छ। मानव जातिले हेर्ने साथ परमेश्वरले अरबिनलाई देख्दैन, अरबिनलाई देख्दैन, शर्मिलालाई देख्दैन, कसैलाई देख्दैन। एउटै देख्नुहुन्छ कि आदम, त्यो मेरो आदम हो, मानिस हो। परमेश्वरले यो हेर्नुहुन्छ। कसैलाई पक्षपात गर्नुहुन्न है। फेरि एउटा कुरा पनि हो, मेरो परमेश्वर यस्तो हुनुहुन्छ कि म क्रिस्चियन भएर मलाई मात्र प्रेम गर्नुहुन्छ, होइन। यो हाम्रो गलत फहमी छ। फेरि एउटा क्रिस्चियन जगतमा एउटा फेरि यो गलत फहमी छ, म परमेश्वरको सन्तान, हामी हामीलाई मात्र प्रेम गर्नुहुन्छ, होइन। परमेश्वरले सबैलाई बराबर प्रेम गर्नुहुन्छ। मेरो परमेश्वर बाइबलले भन्छ परमेश्वर पक्षपाती गर्नुहुन्न। परमेश्वरले सबै मानव जातिलाई चाहिँ उद्धारको लागि आफ्नो एकमात्र छोरा, आफ्नो एकमात्र पुत्र पठाइदिनु भयो, जो येशू ख्रीष्ट। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, संसारमा सबैजना पर्छ। आज हामीले जान्न पर्ने हुन्छ परमेश्वर सबैको परमेश्वर हुनुहुन्छ। सबै सृष्टि उहाँले गर्नुभएको, उहाँलाई सबै मानव जातिको चाहिँ फिक्री छ। त्यसैले त एउटा कुरामा येशू ख्रीष्टको आगमन भएको छैन। कुन कुरामा हो भने नि त्यो प्रत्येक जातिले विश्वास गरेर नि प्रभुतिर फर्कोस्, आत्मा बचोस्, नष्ट नहोस् भन्ने कुराहरू हामीले जान्नु पर्दछ। बाइबलमा मत्ती 24:24 के भनेको छ, जब चाहिँ सुसमाचार पूरा रूपले फैलिन्छ, पूरा हुन्छ, त्यसपछि मात्र चाहिँ येशू ख्रीष्टको आगमन हुन्छ। त्यसो भए त त्यही भएर परमेश्वर रोकिरहनु भएको छ। मानव जातिहरूलाई यति प्रेम गर्नुहुन्छ, त्यसैले रोकिरहनु भएको छ। त्यसैले सबै मानव जातिको परमेश्वर हुनुहुन्छ, क्रिस्चियनहरूको मात्र होइन, सबै मानव जातिको परमेश्वर हुनुहुन्छ। मेरो परमेश्वर यो होइन, यसले हेला गर्यो म त्यसलाई पक्षपात गर्छु, यसले यसलाई हेला गर्यो म त्यसलाई हुन्छु, त्यो होइन। मेरो परमेश्वरको स्वभाव त्यो छैन।
आज क्रिस्चियन चाहिँ नाश होला भनेर परमेश्वर रुनुहुन्छ। अक्रिस्चियन पनि चाहिँ के गर्नुहुन्छ, अक्रिस्चियन पनि नाश होला भनेर प्रभु रुनुहुन्छ। आज एउटा बुवाले दुईटा बच्चा छ भने एउटा बच्चा चाहिँ बाबालाई छोडेर जान्छ भने एउटा छोरा चाहिँ बाबासँग बसिरहन्छ भने के त्यो गएको छोरालाई प्रेम हुँदैन बाबाको मनमा? हुन्छ, किनभने त्यो बाबालाई थाहा हुन्छ त्यो बच्चापछिको प्रेम कति छ। ऊ चिन्ता गरिरहेको हुन्छ, फर्केर आउला। हामीले एकदम राम्रो यसुले त्यो भन्नुभयो, एकदम दृष्टान्त, एकदम जस्तै हराएको भेडा होइन, अनि त्यहाँपछिबाट त्यो उडन्ते पुत्र जब जान्छ, एकदम फ्यान्टास्टिक। म यो पछि त्यो वचन सायद ल्याउँदछु, यो पछि म त्यो वचन ल्याउँदछु। एकदम मलाई मन छुने वचन हो त्यो, किनभने संसारलाई प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। आज मानव जाति प्रत्येकलाई प्रेम गर्नुहुन्छ, मानव जातिको प्रत्येकको आत्मा बाँचोस् भन्ने चाहनुहुन्छ। तर यहाँ कतिजना त के छन् भने यो क्रिस्चियन हो, यो चाहिँ यो हो त्यो होइन, मेरो परमेश्वर सनातनीको परमेश्वर, मेरो चाहिँ अनन्त युगको मेरो परमेश्वर उहाँ हुनुहुन्छ। उत्पत्ति यहाँनिर के भनेको छ, उत्पत्ति संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नु भयो भनेपछि हामी जान्न पर्ने हुन्छ। आज मैले त्यो वचन बनाएको छु नि, युट्युबमा गएर हेर्नु होला, आत्मिक आँखा बन्द भएको छ मानिसको। आँखाले त हेर्छन् तर देख्दैनन्। बाइबलले तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तिनीहरू तर सुन्दैनन्। यसको मतलब के हो? अचम्म छ। तिनीहरूले देख्दछन् को हुँ म, उत्पत्ति कसले गर्यो, तर तिनीहरूको हृदयको आँखाले देखेनन्। सुन्छन् तिनीहरू कानले म परमेश्वर हुँ, तर तिनीहरूको हृदयको कानले सुनेनन्। बुझ्न त बुझ्छन् तिनीहरू, तर हृदयको समझले बन्द छ, बाहिरको समझ खुल्ला छ। परमेश्वर यस्तो भन्नुहुन्छ। आज हामीले जान्न पर्ने, बुझ्न पर्ने यो छ, सनातनी परमेश्वर को हुनुहुन्छ। आउनुहोस् हामी योहन्नाको पुस्तकमा जानेछौँ। सुसमाचार योहन्नामा यहाँनिर के भनेको छ, यहाँनिर चाहिँ सुसमाचार योहन्नाको 1देखि 5 पढ्नेछु। 1 आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग थियो। सुन्नुहोस्, वचनले सृष्टि गर्नुभएको हो। परमेश्वरले सुरुमा सृष्टि चाहिँ वचनले गर्नुभएको हो। उहाँ थियो, उहाँ हुनुहुन्छ, उहाँ रहिरहनुहुन्छ, उहाँ नै सदाकालको युगको परमेश्वर, अनन्तको परमेश्वर उहाँ नै हुनुहुन्छ। यहाँ आदिमा वचन हुनुहुन्थ्यो, सुरुमा वचनले बनाउनु भयो। सुन्नुभयो, सब वचनले बनाएको हो। परमेश्वरको वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। यो वचन भन्दा यो वचन को हो भन्ने कुरा पनि छ। येशू ख्रीष्ट हुनुहुन्छ वचन। सुन्नु होला। 2 उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। को वचन? उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो वचन, येशू ख्रीष्ट। त्यो वचन येशू ख्रीष्ट, आदिमा येशू ख्रीष्ट परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। आज हामी सुन्नुपर्ने, सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। आज येशू ख्रीष्टलाई जसले मान्छेले चाहिँ येशू ख्रीष्ट त परमेश्वरको पुत्र हो भनेर मान्छेको नलेजमा सानो येशू ख्रीष्टलाई सानो बनाइरहेको छन्। आज सुन्नु होला, यो येशू ख्रीष्टले नै बनाउनु भएको हो। यहाँ वचनलाई ध्यान दियो भने त्यो बुझ्दछौँ। सबै थोक उहाँद्वारा बनिए। कुनद्वारा? वचनद्वारा। वचनको हो येशू ख्रीष्ट हुनुहुन्छ। सुन्नु होला, यहाँ सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। येशू ख्रीष्टद्वारा बनिएन। यहाँ राम्ररी हामीले बाइबल अध्ययन गर्यौँ भने येशू ख्रीष्टले बनाउनु भएको सबै थोक, उहाँ परमेश्वरको प्रतिरूप हुनुहुन्छ। त्यही पनि मानव जातिलाई बचाउन होच्चेर आउनु भएको, यो कुरा बुझ्नुपर्ने हुन्छ। 4 उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो। कुन ज्योति? जीवनको ज्योति म हुँ।
येशू ख्रीष्ट भन्नुहुन्छ, वचन परमेश्वर हुनुहुन्छ, जो जीवनको रोटी वचन म हुँ, जिजस। सुन्नु होला, उहाँमा जीवन थियो र त्यो जीवन मानिसको ज्योति थियो। मानिसले अन्धकार, मानिस अन्धकारमा के, येशू बिना अन्धकार, येशू बिना अन्धकार। मानिस साँच्ची भन्नुपर्दा यो अन्धकार होइन, आत्मा जाने अन्धकार, अन्धकारको शक्तिले कब्जा गर्ने अन्धकार, त्यो मृत्युको अन्धकार जान्नुपर्ने हुन्छ। आज हामीले जान्नुपर्ने हुन्छ, मानव जातिले जान्नुपर्ने हुन्छ यो कुरा। आज सनातनको परमेश्वर, अनन्त युग युगको परमेश्वर को हुनुहुन्छ? परमेश्वर येशू ख्रीष्टको बारेमा दुई चारवटा शब्द विरोध गर्नुभन्दा अगाडि बुझ्न पर्ने हुन्छ। यो होइन मेरो परमेश्वरले मानव जातिलाई प्रेम गर्नुहुन्छ, मानव जातिलाई आजाद छोडिदिनु भएको छ। तिमीहरूको खुसीले, तिमीहरूलाई मैले प्रतिरूपमा बनाएको हो, तिमीहरूको खुसी मेरो खुसी भनेर छोडिदिनु भएको छ। तर उहाँको यो मतलब होइन कि मानिसहरू येशू ख्रीष्टको विरोध गर्नलाई। येशू ख्रीष्टले सब सृष्टि गर्नुभयो। आज जति पनि सास फेरिरहेको छ मानव जाति, यदि उहाँको एक दिन नि आयो भने याद गर्नुपर्ने हुन्छ। उहाँको एक दिन आयो भने प्रेम त गर्नुहुन्छ, बाइबलले यो होइन, क्रोध पनि गर्नुहुन्छ, क्रोध पनि गर्नुहुन्छ, तर ढिला गर्नुहुन्छ, ढिला गर्नुहुन्छ। देखेको छु मैले परमेश्वरको येशू ख्रीष्टको विरोध गर्ने मान्छेहरू पतन भएर गएको, पतन भएर गएको छैन। अब नामो निशान हराउनेवाला छ, हराए, कति आए कति गए। म यसको विषयमा पनि भिडियो बनाउँछु एक दिन। धेरै आए मानिसहरू येशू ख्रीष्टको विरोध गर्नलाई। येशू ख्रीष्टलाई त कति हो, कति चाहिँ यो चाहिँ नाश गर्नलाई आए, तर सकेनन्। किनभने यो माथिबाट आएको चिज कसैले हटाउन सक्दैन, कसैले हटाउन सक्दैन। जो परमेश्वरले गाड्नु भएको चिज हो यो, कसैले उखाल्न सक्दैन। अनि यहाँ सुनौ, हामी अनन्तको परमेश्वरको हामी महिमा गर्छौँ, प्रशंसा गर्छौँ। यो सबै थोक बनाउने परमेश्वरलाई हामी के गर्छौँ? महिमा दिन्छौँ हामी। अनि यहाँ उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो। ज्योति, जीवनको ज्योति म हुँ, येशू ख्रीष्ट भन्नुहुन्छ। मानव जातिलाई अनन्त जीवन दिने येशू ख्रीष्ट मात्र हुनुहुन्छ, नभए चाहिँ छैन, अनन्त जीवन छैन मानिससँग। कन्फर्म हो। 5 मा, त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। को अन्धकार? मृत्यु अन्धकार भनिरहेको छ, आत्माको मृत्यु। यो येशू ख्रीष्ट नि जब मरेर गाडेर जीवित हुनुभयो नि, अन्धकार, कुन अन्धकार? त्यो 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 ज्योति अन्धकारमा चम्कन्छ, अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन, विजय भएको छैन। येशूले हराउनु भयो त्यो अन्धकार। कुन त? मानिस मरेपछि नि याद गरौँ कि मानिस आत्मा भड्केछ। सुन्नु होला, आत्मा भड्केछ, बाटो पाएन। हामी कतिलाई भन्छौँ, कति पण्डित पुरोहित होइन, लामा, अब भनौँ हरेकलाई के, हरेकले भन्छ ओहो आत्मा त भड्केछ, आत्मा भड्केर यस्तो यस्तो मागिरहेछ, उस्तो उस्तो मागिरहेछ, यताउता गइरहेछ, उस्तो उस्तो भन्छ। यो कुरा मैले पनि सुनेको हो। तर येशूले भन्नुहुन्छ आत्मा चाहिँ बाटो, सत्य र जीवनमय हुँ। बाटो, आत्मा जाने बाटो, पिताका जाने मै हुँ। मद्वारा मात्र जान सक्छ, त्यो आत्मा बच्न सक्छ। बाटो, सत्य र जीवन कुन हो त? त्यो आत्मा भड्किन पाउँदैन। जब येशू ख्रीष्टलाई ग्रहण गर्छ, जब येशू ख्रीष्टलाई मुक्तिदाता भन्छ, आत्मा भड्किन पाउँदैन। त्यो अनन्त अनन्त अनन्तको परमेश्वरको हातमा पुग्छ। जुन बेला उत्पत्तिमा चाहिँ जीवनको सास फुकेर चाहिँ पठाए नि त्यो आत्मा, आज हामी बोलिरहेछौँ नि, त्यो परमेश्वरले दिनुभएको चाहिँ त्यो एउटा के हो? आत्मा हो। परमेश्वर त्यसकै निमित्त चिन्तित हुनुहुन्छ। यो शरीर त माटोबाट मिलाएको, माटोमा जान्छ। याद गर्नुपर्ने हुन्छ आज हामीले, आत्मा भड्किन्छ नभए। येशू ख्रीष्टलाई जसले पाउँदैन आत्मा भड्क्यो, येशू ख्रीष्टलाई जसले ग्रहण गर्दैन आत्मा भड्क्यो। सिधा कुरा बाइबलले भन्दछ। हुन्छ,
अनि म आउँदछु यहाँनिर कलसीको पुस्तक 1 देखि 13 देखि म यहाँनिर 13 देखि 17 सम्म पढ्नेछु। यहाँनिर 13 देखि 17 सम्म पढ्नेछु। 13 देखि यहाँ 17 सम्म पढ्नेछु। 13 देखि 17 सम्म पढ्नेछु। यहाँ के भनेको छ? उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। ओ जिजस, यहाँ के भन्नुभएको छ? अघि यो नायकको 5 मा त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। उहाँमा जीवन छ, ज्योति थियो, जीवन मानिसको ज्योति थियो। यहाँ के भनेको छ? उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भयो। कहाँबाट? अन्धकारदेखि उज्यालोमा सार्नु भयो। अन्धकारको राज्यदेखि उज्यालोमा सार्नु भयो। ओ हालेलुया, प्रभु तपाईको महिमा। किनभने आज हामी ज्योतिमा छौँ। आज हामी चाहिँ नि, मेरो आत्माबाट केला म त 100% स्वर्ग गइन्छ। येशू ख्रीष्टले चाहिँ अन्धकारबाट ज्योतिमा आउनु चाहिँ हामीलाई सार्नु भएको छ। तपाईको महिमा होस्। अब 14 मा सुन्नु होला ध्यान दिएर। यहाँ के भनेको छ? उहाँमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ। उहाँमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ। पापको क्षमा छ। सुन्न पर्ने हुन्छ। पापको क्षमा छ येशूमा। चाहिँ प्रेरितको पुस्तकमा भन्दछ, स्वर्ग मुनि र पृथ्वीमाथि कुनै नामै छैन, त्यो हो नाम येशू ख्रीष्ट। मानव जातिको पापको क्षमा गर्ने चाहिँ येशू ख्रीष्टको नाममा मात्र छ। याद गर्नुपर्ने हुन्छ। 15 मा उहाँ अदृश्य परमेश्वरको प्रतिरूप। अझै येशू ख्रीष्टलाई भन्नुभएको छ नि, येशू ख्रीष्टको विरोध गर्नेहरू हामी ध्यान पुर्याउनु पर्ने हुन्छ। अन्तको क्रोधको दिनमा मानिस पर्न सक्छ। उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ। सारा सृष्टिका सबैभन्दा जेठ, सबैभन्दा महान उहाँले बनाउनु भएको, अर्थात् यही हो भन्नु खोज्नु भएको, ज्येष्ठ हुनुहुन्छ। किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। उहाँमा नै सबै कुरा सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा र उहाँकै निमित्त सिर्जिएका थिए। प्रधानताहरू, यहाँ के भनेको छ? सिंहासनहरू, प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा नै उहाँकै निमित्त सिर्जिएको थिए। के हो भन्दा नि, यहाँनिर चाहिँ भन्नुपर्दा त्यो अन्धकारको शक्तिको पनि कुरा आएको छ। यहाँ उहाँकै लागि सिर्जेको थियो। घमण्डले फुलेर उसलाई त झारेको, उहाँको यो कुरा पनि आएको छ। खैर म त्यो कुरामा जाँदिन। तर यहाँ सबै थोक उहाँद्वारा नै उहाँकै निमित्त सिर्जिएको थियो। उहाँकै निमित्त मानव जातिलाई। त्यसैले उत्पत्ति भन्दा अगाडि नै मानव जातिलाई नै परमेश्वरले बनाउने योजना उहाँले बनाउनु भएको। मानव जातिलाई, जातिलाई उहाँले नै। अनि यहाँ 17 मा उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ। उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ। सबै कुरा भन्दा अगाडि, अनन्त, सनातनी, सनातन, युगम युग, जे भन्दा पनि भयो, हुनुहुन्छ। र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। उहाँमा नै बाँधिएर रहेका छन्। एक दिन खुल्छ यो कुरा। जब येशूको आगमन हुन्छ, खुल्छ सबै कुरा। अनि यहाँनिर चाहिँ दृश्य पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे त्यो हामी देख्छौँ नि, जति देख्छौँ उहाँले बनाउनु भयो, जति देख्दैनौँ उहाँले बनाउनु भयो। सिंहासन उहाँले बनाउनु भयो। सिंहासन
अधिकारहरू सबै उहाँले बनाउनु भयो। हुन्छ, परमेश्वरलाई धन्यवाद। एकदम झन् वचन पढ्दा पढ्दा त कति आनन्द र होसको कुरा आयो मलाई। पवित्र आत्मालाई धन्यवाद होस्, किनभने यस्तो वचनहरू म अध्ययन गरिरहन्छु अनि एकदम भित्रभित्र एकदम रमाट हुन्छ कि मलाई। अनि परमेश्वरलाई धन्यवाद होस्। हुन्छ, सनातनी परमेश्वरलाई, सनातनको परमेश्वरलाई, युगो युगको परमेश्वरलाई, अनन्तको परमेश्वरलाई, शान्तिका राजकुमार मेरो येशू ख्रीष्टलाई महिमा होस्। हुन्छ, सबैलाई जय मसीह। धन्यवाद। आज हामी विचार गरौँ हामी कता छौँ।